जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो म यतिकै हेरेर बसेर मेरो त एकचोटि उयो भनेको चाहिँ निक्लिहाल्यो अनि त्यसले जति मनसम्म गऱ्यो पत्लाबाट बिरुवान गएर बिरुवानबाट स्टाफ पराएर अनि घर आयो नि अनि त्यसलाई पनि लिएर आयो सिक्राबाट उठायो त्यसलाई आफ्नो साथीलाई अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गऱ्यो सेक्स गर्न होइन अनि के अरे हामी आयो यता अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ हामी खेल्न गयो बच्चाहरू खेलिरहेको रहेछ अनि त्यहाँबाट चक्लेटको लालच दिएर कतिजना बच्चाहरू खेलिरहेको थियो 3 जना थियो 2 जना केटा थियो एउटा केटी थियो अनि केटी चाहिँ यही डर फेरि गढीमा आइरहेछ पहिलेबाट चिन्थ्यो त्यो नानुलाई चिन्दैन थियो जबदेखि त्यो गाडी चलाउन थाल्यो नि अनि कहिले काहीँ गाडीमा फेरि खेल्न आउँदो रहेछ त्यो खेल्न आएको समयमा म हुँदैन थिएँ त्यहाँ अनि के अरे अस्ति चाहिँ भेटाएको थियो तर त्यसलाई पनि गर्नु मन लाग्थ्यो घरमा कोही पनि थिएन त्यस पनि कोही पनि थिएन मेरो पनि कोही थिएन लिएर आयो जति मन गऱ्यो चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो चक्लेट किनेपछि अनि त्यसले लिएर गयो अनि म एक्लै गएको अनि चक्लेट किनेर आएपछि के भयो त्यहाँ गयो बच्चाले खेलिरहेको थियो बच्चाहरू खेलिरहेको थियो त्यो प्रत्येक पनि त्यही थियो तिनीहरूले हेरिरहेको थियो म चक्लेट किनेर आएँ अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई अनि दुईटा भाइहरूले के गर्यो त्यो भाइहरूलाई चाहिँ थोरै थर्काउनु त्यो रुँदै घर पुग्यो अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा त्यो घर कसको घर थियो खोइ त्यो कसको घर थाहा थिएन अनि के अरे हामी यताउता हेऱ्यो मान्छे भनेर होइन मान्छे थिएन म आएँ म पहिला सुरुमा छिरेँ होइन अनि पछि केटी छिर्यो बहिनी छिर्यो अनि पछि लास्टमा प्रत्येक छिर्यो होइन अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो म यतिकै हेरेर बसेर मेरो त एकचोटि उयो भनेको चाहिँ निक्लिहाल्यो अनि त्यसले जति मनसम्म गऱ्यो रसियल बानेको थियो नि त्यो बेला त्यतिखेर नि यहाँ मात्रै बानेको छ मैले पक्रेर बसिरहेको थिएँ त्यसले उयो गरेर बसिरहेको थिएँ होइन अनि के अरे जब त्यस पनि भयो नि अनि त्यसले भने यसले त यो उठ्यो बियोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ यसलाई गएर मार्दै भनेर अनि त्यो गयो गाडी लिएर गयो त्यसलाई नि गाडी चलाउन आउँछ स्कुल पढ्ने भएर पनि गाडी लिएर गयो त्यो आफ्नो घर म के अरे उयो सुसार गरेर खाना धुवा गरेर अनि खाना खाएर अनि त्यसको घर गएको किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट अनि के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो हेटौडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो के अरे भेटाएन भनेर फोन आयो होइन फेरि त्यसको भोलिपल्ट पनि फोन आयो त्योबाट पनि भेटाएन भनेर आज फोन आएको थियो भेटायो भनेर आज फोन आएको अनि त्यो रस्सी बाँध्यो तन्नामा राखे कतिखेर जब भ्यायो नि हामी दुईजनाले त्यो निक्ल्यो अनि म एकैछिन बसेँ थिएँ त्यसपछि आए त्यतिकै लट्कियो अवस्थामा छोडेर ढोकालाई चुकुर लगाइदिए तिमीले रस्सी बाँधेर लट्काइदिएको के अरे चुकुर लगाइदिए त्यो रस्सी र तन्ना कसले लिएर आयो तना र रस्सी त्यही नै थियो यो पनि झुटो बोल्दैछ नढाँटी किन भनेको अहिले त्यो नढाँटिकन हो त्यही थियो